किनभनेदेखि प्रिय हो आज परमेश्वरको वचनमाथि आक्रमण भइरहेको छ आजको दिनहरूमा पनि। अनेक किसिमको शिक्षाहरू हाम्रो मण्डली वरिपरि मण्डलीहरूमा आइरहेको छ, उत्पटाङ कुराहरू आइरहेको छ, अबाइबलीय कुराहरू आइरहेको छ। तर धेरैचोटि हामीले यो कुरोमा क्याल्भिन जस्तै लुथर जस्तै हामीले विरोध गर्न सकेका छैनौँ प्रिय हो। हाम्रो अडान हामीले ठिक राख्न सकेका छैनौँ। आज धेरै सेमिनारहरू सुरु भएको छ, जुन सेमिनारीहरूमा आज अबाइबलीय कुरोहरू सिकाइरहेको छ, परमेश्वरको वचनको विरोध अनि खिल्ली उडाइरहेको छ ती सेमिनारहरूमा। यस्तो सेमिनारहरूमा हामीले आफ्नो स्टुडेन्टहरूलाई वुड बी पास्टर्सहरूलाई हामीले पठाइरहेका छौँ। यस्ता अवस्थाहरू हाम्रो निम्ति आइरहेको छ प्रिय। आजको संसारलाई हामी हेरौँ न, परमेश्वरको वचनलाई पर सार अब हामीलाई नयाँ प्रकाश चाहिएको छ। क्यारिस्मेटिक मुभमेन्टहरू सुरु भएर आज उनीहरूले धेरै किसिमको मलाई परमेश्वरले यसरी भन्नुभयो, यो हो परमेश्वरको वचनलाई पर सार्ने कामहरू भएको छ। पवित्र आत्मा परमेश्वरले धर्मशास्त्रमा के भन्नुभएको छ सो हेर्न आजको मण्डलीले छोडिसकेका छन्, अगमबानीको पछि लागेको छ। हो कि हेर्नुहोस् प्रिय हो, आज हामी कति भयङ्कर अवस्थामा छौँ। मण्डलीको शक्ति मण्डलीको अगुवारामा रहेको हुन्छ। जस्तै आजको संसारमा जब हामी हेर्छौँ मण्डलीलाई गुरुजनले यति साह्रो झक्राएर राखेको छ, उनीहरूको विरोध गर्न पनि धेरै विश्वासीहरू डराउँछन्। आज यस्ता मण्डलीहरू छ जस्तै एपोस्कोपोलियन मण्डलीहरूमा आज धेरै माथिबाट जे अर्डर आयो त्यो मान्नै पर्ने, त्यो परमेश्वरको वचन विरुद्ध किन नहोस्, माथिबाट अर्डर आएको मान्नै पर्छ। यस्ता अवस्थाहरू भइरहेको छ। तर आज यस्तो अवस्थाहरू एपोस्कोपोलियन मण्डलीहरूमा मात्र होइन, तर आज इभान्जेलिकल मण्डलीहरूमा पनि यी कुराहरू हामी पाउन सक्छौँ। आज हाम्रो मण्डलीहरूमा पनि गुरुजन भनेपछि एकदम लक काम्ने, गुरुजनले भुल गरेको छ भने उनीहरूको विरोध नगर्ने, परमेश्वरको वचनलाई मान्यता नदिने, यस्ता अवस्थाहरू यहाँनिर आएका कुराहरू हामी पाउन सक्छौँ। यसकारणदेखि प्रिय आज हामीले यो रिफर्मेसन डेमा आजको दिनमा सिक्न पर्ने कुरो चाहिँ यो छ कि परमेश्वरको वचनको अधिकारलाई हामीले बचाउने प्रयत्न गरौँ। परमेश्वरको वचनको अधिकारलाई हामीहरू बचाउने प्रयत्न गरौँ।